हेलो गाइज, आज चाहिँ हामी यहाँ सुकुटीको अचार बनाउँदैछौँ। यहाँ चाहिँ हाम्रो अदुवा र लसुन फ्राई हुँदैछ अनि यहाँ हाम्रो सुकुटी छ। अनि यसलाई पकाउनु चाहिँ अलिक टाइम लाग्छ। यहाँ हुनुहुन्छ यो घरको मालिकले, उहाँ अहिले पानी पिउँदै हुनुहुन्छ। हाम्रो मसलाहरू यहाँ छ सबै। अब यसलाई मजाले गोल्डन ब्राउन हुन्जेलसम्म फ्राई गर्नुपर्छ हामीले। यहाँ चाहिँ अब हाम्रो अदुवा लसुन चाहिँ अलिकति फ्राई मजाले गोल्डन ब्राउन नभए पनि मजाले फ्राई भइसकेको छ, हजुरहरू देख्न सक्नुहुन्छ। अब हामी यहाँ मसला हाल्छौँ। यो चाहिँ हाम्रो मसला, घरको मसला हामीले घरमै तयार गरेको। अब यो हामी यहाँ हाल्छौँ र यसलाई मजाले फ्राई गर्छौँ, हामी मिक्स गर्छौँ मजाले। हाम्रो यो मसला चाहिँ मजाले फ्राई हुन्छ। त्यस पछाडि मात्रै हामी सुकुटी हाल्छौँ। यसमा स्वादअनुसार नुन र थोरै अजिनामोटो राख्छौँ। यहाँ चाहिँ अब हामी थोरै भिनेगर राख्छौँ प्रिजर्भ गर्नुको लागि, अचारलाई लामो समयसम्मको लागि। अब हामी सुकुटी हाल्छौँ सबै यहाँनिर। यो चाहिँ अगाडि फ्राई गरेर राखेको थियो, एकैचोटि हुँदैन, यो मिक्स गर्नुपर्छ। अलिक मिक्स गर्नु गाह्रो हुन्छ भनेर मैले थोरै राखेको छु, फेरि म राख्छु यहाँनिर, फेरि अनि मजाले मिक्स गर्छु। अब म रिमेनिङ पोर्सन पनि यहाँ हाल्छु अनि मजाले मिक्स गर्छु। त्यसलाई एकछिनसम्म मिक्स गर्ने अनि मजाले पकाउने। त्यसपछि हाम्रो अचार रेडी हुन्छ। यहाँ अचार अब अलमोस्ट रेडी हुन आँटिसकेको छ, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ अब मजाले मिक्स गर्नुपर्छ अनि एकछिन यत्तिकै पकाउनुपर्छ सानो ग्यासमा। त्यस पछाडि हाम्रो अचार रेडी हुन्छ। हाम्रो अचार चाहिँ अब रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ। अब हामी यसलाई चाहिँ सेल लिएर हामी यसलाई कन्टेनरमा हाल्छौँ अनि चाहिँ खानुको लागि तयार हुन्छ हाम्रो अचार। थ्याङ्क यू।